हाम्रो चाहिँ दिकी पनि प्याक भइसक्यो। अब खाना साना खाएर हामी चाहिँ जाने हो गाइज। अब कालापानी बजारबाट पनि हिँडिसक्यो। अगाडि बढ्दै यसरी खोलाको बगरबाट हिँड्दैछौँ है त गाइज। सो गाइज यता चाहिँ हाम्रो कस्तो भने अब खोलाको बाटो है, खोलाबाट जानुपर्ने नयाँ पुल बन्दै रहेछ। अनि बाटो पनि यस्तै गाडागुडुङ छ है। हामी चाहिँ बिस्तारै अगाडि बढ्दैछौँ र अगाडि अब के कस्तो हुन्छ हेर्दै जानु होला। र बाटो चाहिँ अलि यस्तै बगरबाट हामी अगाडि बढिरहेको छौँ है त गाइज। सो गाइस अहिले चाहिँ हामी यो पुल छ नि, यो चाहिँ भोक्सी खोला पुल, खोला बजार भनिन्छ यहाँ चाहिँ। सो गाइस अहिले हामी चाहिँ भोक्सी खोला बजारमा आइपुग्यौँ र यसरी अगाडि बढ्दैछौँ। यसरी मनोरञ्जन गर्दै रमाउँदै यस्तै हरियाली पाखाहरू, पुरा पानी परेको अवस्था छ। स्याउको बोटहरू है, यो सानो सबै स्याउको बोटहरू हुन् हाम्रो वरिपरि भएकाहरू। सो गाइज अहिले चाहिँ हामी मार्फा ओचोट होटलमा पुग्यौँ यता गाइज।
गेट पनि खस्या रहेछ गाइज हामीले अनि फेरि उहाँहरू चाहिँ फर्केर आउनु भएको थियो उहाँहरूलाई नै जिम्मा लगाइदिइसक्यो हामीले सामान चाहिँ सो गाइज है अनि यहाँ चाहिँ कस्तो छ भने यस्तो हेर्दाखेरि हावा लागेको यस्तो देखिँदैन नि तर यहाँ चाहिँ धेरै हावा लागिरहेको हुन्छ यता अनि यो सामानहरू खस्यो भने थाहा नपाउने अनि यसरी नै हावा लागेको कारणले गर्दाखेरि बाहिर निस्किनु पनि अलिक गाह्रै छ है बाइकमा हिँड्दाखेरि चाहिँ अलिक धेरै विचार गर्नुपर्ने हुन्छ र हावा चाहिँ धेरै लाग्ने गर्छ गाइज यता अलिक आफ्नो सुरक्षा गरेरै आउनुपर्ने हुन्छ है साथीहरू यति चाहिँ आफूले पनि ध्यान गर्नु होला भन्दै हामी अगाडि बढ्नलाई यसरी तयारी गर्दैछौँ गाइज सो गाइस अहिले चाहिँ हामी स्याङ खोलाको पुल तडेर जाँदैछौँ है यसरी बिस्तारै बिस्तारै पुल तडेर जानुपर्ने हुन्छ स्याङ खोला पुल भनेर यहाँ राख्नु भएको रहेछ अब हामी यसरी पुल तडेर जाँदैछौँ अहिले गाइस सो गाइस अहिले चाहिँ हामी मुस्ताङको एयरपोर्टमा आइपुग्यो है अनि यसरी अगाडि बढ्दैछौँ र डाँडा पाखा हरियाली यसरी हेर्दै अगाडि बढ्दै
पार्किङ गरेर माथि अब जाने नसक्यो भने चाहिँ खचर चढेर पनि जानुपर्ने हुनसक्छ। हामी चाहिँ आइपुग्यौँ ठ्याक्कै सबैजना। अब कोही चाहिँ यता तयारी हुँदै हुनुहुन्छ जानको लागि। लगाएछु यहाँ चाहिँ आकाशदेखि बादल, बादलदेखि आकाश, डाँडा साँडा सबै बादलदेखि डाँडा भेटिन्छ गाइज सडी हेर्दाखेरि। आजको भ्लग चाहिँ यतै व्यवस्था हुन्छ है साथीहरू। नेक्स्ट भ्लगमा फेरि इन्जिट गर्नुपर्छ। आजलाई चाहिँ हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबै साथीहरूलाई भन्दै आजलाई चाहिँ बाई। नेक्स्ट भ्लगमा फेरि भेट्नुपर्छ है त गाइज। बाई बाई गाइज, बाई।